सम्बोधन नगरिसके आफ्नो भाषण गर्छु। म पूर्ण भण्डारी रोल्पा अस्पताल हेउडामा शिक्षक रूपमा कार्यरत छु। मेरो घर गाङ हो। मेरो कविताको शीर्षक छ आँखामा देश। आँखामा देश। बेला बेला बिताउँछु फेरि बिर्जिन्छु। आँखामा सगरमाथा जस्ता अग्ला हिमाल मुस्कुराएको देख्छु। कोशी कर्णाली र गण्डकी जस्ता अविरल बगिरहने नदीहरू देख्छु। अनि निहाल्छु ताल तलाउ र प्रकृतिले कोरेका अनुपम सौन्दर्यहरू आँखामा देश राखेर। एकपटक देशको इतिहास पल्टाउँछु र सम्झिन्छु आँखामा देश राखेर पुर्खाको इतिहास। बेला बेला छटपटिन्छु घाइते जस्तै बनेर आफैलाई प्रश्न गर्छु देशको आधा भूमा कता हराए र झुक्ने वीरहरूको स्वाभिमान किन जोगाउन सकेनौ। फेरि एकछिन बिताउँछु सपना देख्छु विशाल ग्रेटर नेपाल सम्झिन्छु। पूर्वतिर फर्किँदा टिस्टा नदी देख्छु। पश्चिमतिर फर्किँदा काँगडा देख्छु। उत्तरतिर फर्किँदा तिब्बत देख्छु। दक्षिणतिर फर्किँदा गङ्गा नदी देख्छु। एक्कासी बिर्जिन्छु झसङ्ग हुन्छु। वर्तमान सिमाना सम्झिन्छु। पूर्वमा ताबुले जुनको लेले भयो। पश्चिममा कञ्चनपुरको दोधारा। उत्तरमा हुम्लाको चाङ्ला भन्ज्याङ र दक्षिणमा झापाको लोधाबारी। देश रहेन भने नेपाली रहँदैनौ। अब बदल्नु छ यो पुस्ताले। देश जोगाउनु छ सीमा रेखा। जोगाउनु छ राष्ट्रिय स्वाभिमान र लेख्नु छ भावी पुस्ताले गर्व गर्ने एउटा स्वर्णिम इतिहास। धन्यवाद।